आज हामीहरू नाम्चीमा केही अफिसको कामले गएको थियौँ। गएर आउँदा आउँदै हामीहरूले एउटा यहाँनिर देख्नु चाहिँ देखिराखेको रोडबाट सट्टै यता आएपछि हामीले सोलिटेरी गार्डन भन्ने मजाको रहेछ। यहाँबाट गेट रहेछ। यहाँबाट गेट गएपछि यति मजाको, यति रमणीय, यति साह्रो प्लिजेन्ट, यति साह्रो काम भएको जग्गा तपाईको यो ठाउँ रहेछ। अन्त अब देख्नु चाहिँ देखिराखेको हो, निक्लिनु चाहिँ ननिक्लेको है। अन्त मजाको रहेछ, गाडीहरू पनि पार्किङ गर्ने मजाको रहेछ। मैले चाहिँ सोच्दाखेरि चाहिँ यो चाहिँ सुब्बा भवन होला भन्थेँ अस्ति। अन्त यहाँनिर गुराँसको फुलहरू मजाले रोपेको, यता धुप्पीहरू मजाले रोपेको, यो फन प्लान्टहरूदेखि लिएर गार्डन यति राम्रो, बुसेसहरू यति मजाको रहेछ। यहाँ चाहिँ अलिकति अफ रोडिङ टाइपको गर्ने, तर रोडा हुच्याएको रहेछ मजाको। अन्त टेन्टको पनि सुविधा, तपाईँको यहाँ स्टे गर्दाखेरि टेन्टमा पनि स्टे गर्दा हुने मजाको रहेछ। अन्त प्लान्ट्सहरू पनि मजाको लगाएको, हर्बल प्लान्ट्सहरू पनि रहेछ तपाईँको यहाँनिर। ठाउँ यति मजाको है। त्यहाँदेखि यो चाहिँ यति प्लेजेन्ट जग्गा, यति साह्रो प्लेजेन्ट है तपाईँको। अन्त यहाँनिर चाहिँ हाम्रो एरिया एमएलएले 6 फेब्रुअरी 2026 मा ओपनिङ गर्नुभएको रहेछ। त्यसो गर्दाखेरि एन्ट्री उताबाट पनि छ, यताबाट पनि छ है। यो हेर्नुहोस्, यो ढुङ्गा जोडेर यति मजाको बनाएको रहेछ, यति दामी, यति छ दामी। यो टाइल्स, वुडन टाइल्स यति मजाको है। रेस्ट्रो बार यति मजाको रहेछ। चडक्क यहाँनिर नेक्स्ट एन्ट्री दामी, चडक्कै अर्को यहाँनिरबाट एक्जिट। अन्त यहाँ हाम्रो आज्ञाहरू मजाले ल ल आगे ल, सबैलाई हेलो भनिदिनुहोस् है। ल ल ल त्यो नाम्चीबाट हामीहरू आज राखे मेला दर्शन गरेर आएको लास्ट हो। अन्त डेरा भत्काएर आएको आज मजाले। यहाँबाट हर्बल प्लान्टको रहेछ मजाले।